अहिले त होइन के भएको हो र? के हुनु नि त्यो मास्टरको बहिनी माथि देउरालीको पिपलको बोटमा झुन्डेकी छ रे। छोरी के भयो तिमी? के पनि भएको छैन बा। हेर नि त्यहाँ फेरि डाँटे कि सपन देखियो उसले होइन ल्याएर आँसु झारेर के सपना देख्यो त्यस्तो? मैले पनि कस्तो राम्रो सपना देखिरहेको थिएँ तिमीले बा भनेर चिच्चाएर बिउजाइदिइहाल्यो नि। ल्याएर छ त बसिसकेछ नि उठ्ने बेलै भइसकेछ। बा तिमीले चाहिँ के सपना देख्यौ? के सपना देख्नु छोरी? तिम्रो विपना मिसलाई माथि देउरालीको मन्दिरमा लगेर सिन्दुर हालेर बिहे गरे सपना देखेको थिएँ। अनि तिमीले चाहिँ के सपना देख्यौ नि छोरी? मैले पनि तिमीले जे सपना देख्यौ त्यही सपना देखिरहेको थिएँ बा। ए भनेपछि तिमीले र मैले एउटै सपना पो देखेछौँ त छोरी। सपना मात्र देखेर के हार्नु? विपनामा पुरा हुने होइन। विपनामा पुरा हुन नसकेको चिज सपनामा देख्ने चित्त बुझाउने बस्ने त हो नि छोरी। यस्तै छ के गर्नु। तर बा मैले सुने कि बिहान उठ्ने बेला देखेको सपना विपनामा मिल्छ अरे नि त। कहाँ मिल्नु? मिल्दै मिल्दैन नि। मैले उहाँ बिहान उठ्ने बेलामा कतिपल्ट सपनामा तिम्रो आमा स्वर्गबाट फर्केर आएको देखेको छु। अनि के साँच्चै विपनामा तिम्रो आमा स्वर्गबाट फर्केर आउँछन् त? आउँदै आउँदैन नि। यो सम्भवै छैन। यो सब भन्ने भनौरो सुन्ने सुनौरो मात्रै हो क्या छोरी। ल तिमी एकछिन सुत म दैलो पोतो गर्छु अनि खाजा बनाएर उठाउँछु। आऊ है ल सुत। हे भगवान् यदि बिहान उठ्ने बेला देखेको सपना साँच्चीकै मिल्छ भने पनि मैले देखेको सपना नमिलोस्, बरु बाले देखेकै सपना मिलोस्। हुनेवाला जान्छ अझै जानु भएन भने अब घर पुगेर बेहुला बनेर जन्ती लिएर आउँदा त ढिला हुँदैन।